पूजाको भोलिपल्ट घर फर्किने बेलामा आमा कस्तो धेरै रुनु भएछ साथीहरू। सो हेलो साथीहरू, वेलकम टु माई डे 65 मिनट ब्लग। आयो हजुर सबैजना सन्चै हुन्छ होला, हामी पनि एकदमै सन्चै छौँ। अनि बिहानै सबैजना फ्रेस भएर चिया खाँदै बसिराख्नु भएको रहेछ भने भित्र चाहिँ बुवा आमाहरू अनि माइजूहरू चाहिँ सबैजना गफ गरेर बसिराख्नु भएको रहेछ। अनि त्यही भएर सबैजनालाई एकपल्ट मजाले देखाएर मैले आजको ब्लग स्टार्ट गरेँ साथीहरू। अनि हजुरले देखिहाल्नु भयो होला को हुनुहुन्थ्यो भनेर। अनि आज चाहिँ पूजाको भोलिपल्टको दिन अनि यता बाहिर चाहिँ मामाहरू बसिराख्नु भएको थियो अनि एकछिनतिर चाहिँ सुँगुर पनि काट्नु भयो साथीहरू। अनि त्यस पछाडि चाहिँ म चाहिँ यता माइजूहरू बनाउँदै हुन्थ्यो अनि म चाहिँ रेडी भएँ। अनि कहाँ जानको लागि रेडी भयो भनेर चाहिँ हजुरलाई थाहा पनि होला, अगाडिको ब्लग हेर्नु भएको छ। यदि छैन भने चाहिँ मलाबारी नगरपालिकामा भएको तालिममा गएको थिएँ म चाहिँ। अनि त्यस पछाडि तालिम सकेर चाहिँ म सिधै घर आएँ। अनि सबैजना जानको लागि रेडी भइराख्नु भएको रहेछ माइजू मामाहरू। अनि पुगेर एकछिन माइजूसँग कुरा गरेँ। अनि अब नगइ नहुनेछ भान्जी, अब पछि आउँछौँ भन्दै बाई बाई गर्दै जानुभयो सबैजना। म आउनुभन्दा अगाडि नै अरू चाहिँ सबैजना गइसक्नु भएको रहेछ साथीहरू। धन्न बुनुले अब ब्लग गर्ने भइसकेपछि सबै क्लिपहरू राखिदिएको रहेछ। अनि एउटा कुरा साथीहरू, आमा चाहिँ कस्तो रुनु भएछ जाने बेलामा, कस्तो नराम्रो लाग्यो त्यो देखेर। अनि अब म त थिइनँ। अनि घर आएर चाहिँ बिहानको सुँगुरको मासु मजाले पकाउनु भएको रहेछ। अनि भोक पनि लागिरहेको थियो, मजाले खाएँ। अनि बाहिर चाहिँ बुनहरू भाँडा मस्काउँदै थिएँ। सो आजलाई यति, थ्याङ्क यू फर द वाचिङ, बाई।